यदि कुनै पास्टरले नि तपाईँलाई चर्चमा आओ किन नआएको भनेर भनिबस्छ नि होइन, आई वान्ट यु टु नो समथिङ, त्यो पास्टरले नि ही केयर्स फर योर सोल, तपाईँको प्राणलाई उनीहरूले वास्ता नि फिक्री गर्छ र उनीहरूले तपाईँलाई मण्डलीमा आउनलाई उनीहरूले तपाईँलाई उत्साह दिन्छ, किनभने त्यो पास्टरहरूलाई त्यो अगुवाहरूलाई थाहा हुन्छ कि परमेश्वरको दिन चाहिँ नजिक आएको छ, नजिकै छ, प्रभु आउनु बेला भएको छ, अनि तपाईँ चाहिँ नछोडियोस् यो संसारमा भनेर उनीहरूले दे केयर फर योर सोल। अब तपाईँलाई थाहा छ कि मण्डली आउँदाखेरि हो हामीहरूलाई सबै मनपर्ने मान्छेहरू त्यहाँ हुँदैन, तर तपाईँले पुरानो तपाईँले हाम्रो विश्वासको पुर्खाहरूलाई तपाईँले हेर्नुभयो भने तिनीहरू चाहिँ घर घरमा भेट्थे अरे, अनि उनीहरू थुप्रो ठाउँहरूमा घर घरहरूमा उनीहरू सभाघरहरूमा घर घरमा उनीहरू भेट भएर उनीहरूले एका दुस्रालाई उत्साह दिने कामहरू गर्थे अरे, उनीहरूको सामानहरू पनि साझे थियो अरे, अनि उनीहरूले दान वरदानहरू बिचमा उनीहरूले आशिषका कामहरू बाँडचुँड गर्थे अरे, उनीहरूले एका दुस्रालाई होइन प्रार्थनाहरू गरिदिन्थे अरे भनेर सहायताहरू गर्थ्यो भनेर हामीहरूले त्यो वचनमा पढ्न पाउँछौँ। परमेश्वरको वचन अनुसार नि हामीहरू किन चाहिँ यसरी भेला हुनुपर्छ भन्दाखेरि एउटा उद्देश्य चाहिँ के हो भने कि प्रभु येशू ख्रीष्ट आउँदै हुनुहुन्छ, हामीहरूलाई लिन आउँदै हुनुहुन्छ। अनि शैतानको एउटा ट्रिक्स चाहिँ के हो भने कि तपाईँलाई त्यो बगालदेखि टाढो बनाउनु, अलग्ग बनाउनु चाहिँ तपाईँलाई चाहिँ शैतानले त्यो ट्रिक्स खेलेको मात्रै हो। तर तपाईँ मण्डलीमा आउनुहोस्, किनभने जब तपाईँ मण्डलीमा आउनुहुन्छ नि तपाईँको दान र वरदानलाई तपाईँले सेयर गर्न सक्नुहुन्छ, तपाईँले आशिष दिन सक्नुहुन्छ, तपाईँले उत्साह पाउन सक्नुहुन्छ, अनि कसैलाई उत्साह दिन सक्नुहुन्छ, कसैलाई क्षमा दिन सक्नुहुन्छ, तपाईँको तपाईँको वरदानहरू तपाईँले प्रयोग गर्न सक्नुहुन्छ। तपाईँले मण्डलीदेखि बाहिर त गर्न सक्नुहुन्न, तपाईँलाई त नङ्गा झार बनाउँछ तपाईँले त्यो प्रकारले काम गर्नुभयो भने, तर भित्र तपाईँ मण्डलीभित्र तपाईँ सुरक्षित हुनुहुन्छ। अनि तपाईँले प्रेम गर्नु छ भने तपाईँले प्रेम गर्ने तपाईँले मौका पाउँछ, क्षमा दिनुपर्छ भने तपाईँले क्षमा दिने मौका तपाईँले पाउँछ। म तपाईँलाई के उत्साह दिन्छु भने कि तपाईँ मण्डलीमा आइरहनुहोस्, मान्छेलाई नहेर्नुहोस्, प्रभुलाई हेर्नुहोस्, उहाँले तपाईँलाई प्रेम गर्नुहुन्छ।